मरते समय तुम्हें ये आनंद रहे कि जैसा जीना था वैसा जिया, जो करना था वही किया, न तो झुका न भन्न के मन लाग्यो भने एउटा चाहिँ सप्तरी जिल्लाको आजकाल चाहिँ आजभोलि जुन किसिमको घटनाहरू र जुन किसिमको न्युजहरू आइरहेछ त्यो चाहिँ 3-4 वटा यस्तो घटनाहरू छ। मैले यसो हेरेँ फेसबुकमा पनि आएको थियो, यसो सामाजिक सञ्जालमा पनि छ। जस्तै घटनाहरू पहिलाको घटना चाहिँ एउटा घटनाको बारेमा म गर्छु। अब जस्तै अस्ति चाहिँ भर्खर एसपी साहबले जुन किसिमको तपाईँको फोनमा फोन गरेर थ्रेटिङ भनौँ या के भनौँ त्यसलाई, र त्यसको बारेमा जुन किसिमको आरोप लागेको छ त्यो चाहिँ एउटा चाहिँ घटना भयो। र अर्को चाहिँ त्यो अस्ति जुन उसलाई चाहिँ समाते, र अर्को घटना जुन चोरीको जुन आरोप लागेको रहेछ होइन, त्यसलाई पनि समातेको रहेछ। त्यो चाहिँ घटना चाहिँ एउटा चाहिँ त्यो घटना भयो। र अस्ति भर्खर हिजो चाहिँ मैले एउटा हेरेँ, एउटा भिडियो भाइरल भइरहेछ लगभग फेसबुकमा। अब जोस् केटाहरूले त्यसलाई समाएर होइन पिटिरहेछ कि, अनि नाङ्गै त्यो चाहिँ कुदिरहेछ। अब त्यसलाई चाहिँ त्यो एउटा घटना। यो त 3वटा घटना चाहिँ सप्तरी जिल्लाको, यो चाहिँ अलिकति प्रशासनलाई के कस्तो कसरी चाहिँ म्यानेज गरेको हो, त्यो चाहिँ अलिकति चाहिँ गम्भीर हुने विषय हो। उहाँ चाहिँ गम्भीर हुनु पर्यो। उहाँ यो घटनाहरू चाहिँ यसो हेर्दाखेरि सामान्य लाग्छ, तर सामान्य छैन। अब यति अब तपाईँहरू प्रशासनिक क्षेत्रमा हुनुहुन्छ, यसको सही छानबिन गरेर एउटा पत्रकार सम्मेलन गरेर यो घटनाको बारेमा चाहिँ यसो जानकारी चाहिँ जनतालाई दिनुपर्छ तपाईँहरूले। धन्यवाद।